This program is powered by Let Me In, Korean aesthetic for your beautiful life. in association with Let Me In, Korean aesthetic for your beautiful life. कार्यक्रमको अर्को श्रृङ्खला यहाँहरूको सामान्य प्रस्तुत छ र साथमा छु एलपी शर्मा पङ्गेनी। दर्शक महानुभाव कि नेपालको राजनीतिमा यो चुनाव भनेर फागुन 21 जुन मिति तिथि निर्धारित गरिएको छ। यो सम्पूर्ण दलहरूले आफ्नो समानुपातिक सूची निर्वाचन आयोगमा पेश गरिसकेपछिको अवस्थामा केही मानिसहरू भन्दैछन् कि देश अब चुनावमय भएको छ, तर केही सेक्सन अफ पिपुलले पनि भन्दैछन् कि होइन कि यो चुनावी आकाशमा मडारिएको कालो बादल त कहाँ फाटेको छ र, यो त घनीभूत भएर जाँदो छ, चुनाव निश्चित मिति र समयमा कहाँ हुन्छ र, हुनेवाला छैन भन्नेहरू पनि एकातिर छँदैछन्। अर्कोतिर अघिल्लो हप्तामा भएको यो राजनीतिक यो रसाकसी र यो चाहिँ दौड भागको कुरा जुन छ, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अहिले इन्डिया अनि इन्डियाबाट फेरि यहाँ नेपाल आइसकेपछि एउटा ब्रिफिङको शैलीमा उहाँले चाहिँ नेताहरूसँग भेटघाट गर्नुभयो र आरबीके भनेर जुन हामीले भनिन्छ रवि बालन र कुलमानलाई एक ठाउँमा ल्याएर एउटा महागठबन्धनको स्थितिमा उहाँहरू आइसक्नु भएको छ। अब हेर्नुपर्छ कि यो गठबन्धन जुन छ यसले परम्परागत नेपाली राजनीतिकका शक्तिहरूलाई धक्का दिन सक्ने हैसियत राख्छ राख्दैन, र यो गठबन्धनको अन्तर्य पनि के छ र यसले चाहिँ नि खालि पदको बाँडफाँड हो अथवा राष्ट्रलाई माथि उठाउने नियत राखेको छ। अर्को तेस्रो कुरा पनि के छ भनेदेखि नेपाली काङ्ग्रेस यसरी यो चुनावको सङ्घारमा आइसकेर फेरि महाधिवेशनको किचलोले नराम्रोसँग गाँजिएको छ। यो विशेष महाधिवेशन या नियमित महाधिवेशन, विशेषको चाहिँ याचिका आयो, त्यसपछि नियमित महाधिवेशनमा गयो, फेरि त्यो पनि हुन नसकेर फेरि फर्केर वापस फर्केर यही विशेष महाधिवेशनका लागि फेरि दुई महामन्त्रीहरू निकै चाहिँ कडाइका साथ प्रस्तुत हुनुभएको छ। अब यो विषय पनि एकदम नेपाली काङ्ग्रेसको लागि पेचिलो बन्दै आएको छ र यसलाई लगभग नेपाली काङ्ग्रेसलाई फुटको सङ्घारमा पुर्याएको छ भन्ने कुरा पनि छ। यो परिस्थिति कसरी सिर्जना भयो आज यी विषयहरूलाई पनि हामीले पर्खेल्छौँ। यसका लागि हाम्रो साथमा हुनुहुन्छ प्रदीप कुमार गिरी, उहाँ राजनीतिक र सामाजिक अध्येता पनि हुनुहुन्छ र अध्यात्म सम्बन्धी राम्रो उहाँको ज्ञान पनि छ। आज हामी यी विषयहरूलाई केन्द्रमा राख्छौँ र यसको सेरोफेरोमा रहेर अन्तर्संवाद प्रारम्भ गर्छौँ। कुनै विलम्ब नगरी हामी उहाँलाई यस कार्यक्रममा हार्दिक स्वागत गरौँ। स्वागत छ प्रदीप सर यस कार्यक्रममा। हजुर, राधे राधे, थ्याङ्क यू भेरी मच। अब सिधै हामी विषय प्रवेश पनि गरि नै हालौँ होइन। अब मैले अलिकति आफ्नो ओपनिङमा त केही छोटो कुरा मैले बताएको थिएँ होइन, देश चुनावमय भएर गयो किनभने समानुपातिको सूची पनि वितरण भइसक्यो, सम्पूर्ण 64 दलहरूले समानुपातिको सूची दिए, अब त देश चुनावमा गयो नि त भन्ने एकाथरी, अर्को थरी चाहिँ मान्छेहरू कहाँ गएको छ, चुनाव त समयमा हुनेवालै छँदै छैन भन्ने पनि छ। सरले चाहिँ यो अध्ययन गर्दै हुनुहुन्छ कि अझै पनि संशय छ चुनावको बारेमा? यसमा मिक्स कुरा छ, चुनाव हुन्छ चुनाव हुँदैन, यसको उत्तर समयलाई नै छोडिदिउँ। अब भन्नाले समयलाई त छोडिदिउँ, तर चुनाव हुने वातावरण बनिराखेको तपाईँले देख्नुहुन्छ कि देख्नुहुन्छ? यस्तो छ, देशको प्रधानमन्त्रीज्यू, हाम्रो देशको प्रधानमन्त्रीज्यू चाहे अन्तरिम सरकारको होस्, चाहे गठबन्धन सरकारको होस्, चाहे बहुमतीय सरकारको होस्, जुनैसुकै सरकार आए पनि हाम्रो देशको प्रधानमन्त्रीलाई अत्याधिक प्रेसर हुन्छ। देयर आर लट अफ प्रेसर ग्रुप, एक्सटिरियर, इन्टिरियर एन्ड पोस्ट एक्सटिरियर। यहाँ चाहिँ सुरक्षा थ्रेट महसुस गर्छन् क्या यो देशलाई, सेक्युरिटी थ्रेट चाहिँ महसुस गर्छन् सबैले, र यो देशलाई प्रयोगशाला पनि मान्छन् क्या सबैले है। किनभने यो आजको कुरा होइन, महेन्द्र कालादेखि नै
महेन्द्रकालदेखि नै महेन्द्रकालदेखि नै विश्वका त्यो एडभोकेसी गर्ने इन्स्टिट्युसन्सहरू उनीहरूको कुनै कुरा इन्भेन्सन भयो भने प्र्याक्टिकल गर्न आउने थलो नै यही हो कि त्यसै पश्चिमाहरूको युरोपियनहरूको छिमेकीहरूको प्रयोगशाला राजनीतिक प्रयोगशाला तपाईँको कुरै गर्ने हो भने त यहाँ त 30-32वटा भन्दा बढी जासुसी संस्थाहरूको क्रीडास्थल हो क्रीडास्थल ए यो एउटा प्रयोग गर्ने जासुसी संस्थाहरूको के भनौँ ठिक छ त्यो त एउटा ल्याब हो यो त्यसो भए यसलाई ल्याबोरेटरी पनि नभनौँ होइन तर इनफ्याक्ट यो एउटा ल्याबोरेटरीमा त हामीले अर्कै प्रजातिको लागि गर्छौँ है चारखुट्टे सहस्रीप लगायतलाई गर्छौँ यहाँ त 2 खुट्टे माथि नै के भन्ने होइन फेरि अहिले चाहिँ हजुरको प्लानेटरी सिस्टममा पनि एकदमै एउटा अर्कै टाइपको गठबन्धन छ है त्रिशक्ति 64 5 शक्ति 66 होइन हजुरको नवग्रहहरूमै पनि एउटा ठुलो कन्फ्लिक्ट छ त्यसको कन्सिक्वेन्सेस चाहिँ नट ओन्ली इन नेपाल के हाम्रो देश मात्र होइन मध्य पूर्व मात्र होइन यो पुरै विश्वलाई पुरै अन्तरिक्षलाई र यो यस्ता धेरै अन्तरिक्षलाई नि प्रभाव पार्ने टाइपको छ कि कुरा चाहिँ त्यो भनेपछि अब प्रधानमन्त्री जोसुकै होस् अब त्यो विवाद हुने तनाव हुने समस्या हुने दबाब आउने त्यो कुरा सामान्य नै मान्नुपर्छ यस्तो छ प्रधानमन्त्री को हुन्छ भन्दा पनि हाम्रो देशको प्रधानमन्त्री चाहिँ राजा र ऋषि उहाँ चाहिँ एज वेल एज पोलिटिकल प्र्याक्टिसनल उहाँसँग चाहिँ एउटा स्पिरिचुअल्ली त्यो एउटा भएन भने अर्को कन्फ्रन्टेसन इज नट द्याट भेरी फार के एउटा सेन्स अफ स्पिरिचुअलिटी चाहिन्छ त्यसै भएदेखि किनभने हाम्रो देशलाई सबैभन्दा खतरनाक हिसाबले सम्हालेको मैले 3टा राजाले देखेको छु म प्रधानमन्त्रीलाई पनि राजा नै भन्छु है जसले राजकीय प्र्याक्टिस गर्छ ऊ राजै हो शासन गर्छ जसले राज गर्छ राजै हो है चाहे कुनै एउटा संस्थाको चाहिँ एमडी अथवा चेयरम्यान उहाँ पनि राजै हो संस्थाको त राजै भयो संस्थाको अधिपति जसको हो डाडुपना जसको छ उहाँ राजै हो अब हाम्रोमा एउटा तान्त्रिक राजा हुनुहुन्थ्यो प्रताप मल्ल तान्त्रिक है तान्त्रिक राजा प्रताप मल्ल त्यसपछिको महेन्द्र शाह होइन उहाँ पनि तान्त्रिक हो उहाँ तान्त्रिक भन्दा पनि उहाँ लिट्रेचर बेस्ड बट रणनीतिक स्ट्रेटेजी त उहाँको कुरै नगरौँ न स्ट्राटेजिकल्ली त उहाँ त सुप्रिम हुनुहुन्थ्यो उहाँको स्ट्रेटेजी र उहाँको महिला प्रेमी दुईटा त ए महिला प्रेमी पनि उत्तिकै हुनुहुन्थ्यो अब भो यो उहाँको पर्सनल लाइफका कुरा नगरौँ होइन पर्सनल लाइफको भन्दा सरले बडा राम्रो महत्त्वपूर्ण कुरा गर्नुभयो महिला प्रेमी भन्नुभयो महिला प्रेमी त हरेक पुरुषहरू महिला प्रेमी हुन्छन् कि केही सेलेक्टेड पुरुषहरू मात्रै हुन्छ यस्तो छ सर खास महिला भनेको मातृशक्ति हो मातृशक्तिको पहिचान गर्न सक्ने उहाँलाई वेल एड्रेस गर्न सक्ने मान्छे त वर्ल्डकै राम्रो लिडर हो कि नट ओन्ली इन नेपाल म त नेपाललाई त जङ्गलै भन्छु आज पनि नेपाल आज पनि जङ्गलै हो नेपाल आज पनि हिमवत खण्ड नै हो नेपालमा आजसम्म ती कुरा भएका छैनन् जुन कुराको लागि हामीले छिमेकीलाई गलत भनिरहेछौँ कि हाम्रो छिमेकीले हामीलाई कन्फिस्केट गर्न खोजेका होइनन् उनीहरूले हामीलाई सिक्योर्ड गर्न खोजेका हुन् यो एउटा बफर जोन हो कि बफर जोन हो दोज बोथ कन्ट्रिज दे वान्ट दिस कन्ट्री बी पिस प्रोस्पेरस इनेबल्ड सेल्फ रिलायन्ट मतलब सरले नेपाल अझै पनि जङ्गल नै हो भन्नुको अर्थ चाहिँ नि इन द सेन्स अफ जो नेपालमा भर्जिनलाई अझै पनि भर्जिनिटी छ यहाँ धेरै सम्भावना छ भएको केही खासै केही कुराहरू भइराखेका छैन होइन पोटेन्सियलहरू हामीले त नि
त्यसलाई उत्खनन गर्नै बाँकी छ त्यसो भए नेपाल एउटा भर्जिन अलिभ हो अलिभ नेपाल एउटा भर्जिन अलिभ हो नेपाल एउटा भर्जिन मस्टर्ड हो नेपाललाई त्यसलाई एक्सट्र्याक्ट गर्नलाई कि चाहिएको छैन कि पाइएको छैन कि दिएको छैन अच्छा यसको एउटा ज्वलन्त उदाहरण राष्ट्रिय गौरवका आयोजनाहरू होइन हामी ग्रिन जोनको लागि ग्रिनरीको अवार्डहरू त लिन्छौँ हामी फुल्लै कन्फ्युजनमा छौँ के वाट इज आवर रोड म्याप हामी कता जाने भन्ने नै कन्फ्युज छौँ किनभने हामी ग्रिन जोनको अवार्ड दिन्छौँ विदेशी आफ्ना आँसु देखाएर आफ्ना पीडा देखाएर आफ्नो पोटेन्सियललाई चाहिँ हामीले लुकाइरहेछौँ के आँसु बेच्छौँ हामी आँसु बेच्छौँ हामी सपना बेच्छौँ सपना बेच्छौँ आँसु बेच्छौँ होइन जस्तो पश्चिमाहरूको पोटेन्सियल सो हामीले गर्दैनौँ हामीले प्रुभ गर्न खोजेनौँ त्यसलाई काइनेटिक इनर्जीमा पोटेन्सियललाई हामी काइनेटिक इनर्जीमा कन्भर्जन गर्न खोजेनौँ होइन पश्चिमाहरूले हाम्रो छिमेकी राष्ट्रलाई एउटा एलिगेसन लाउँछ कन्ट्री अफ सेज एन्ड सर्पेन्ट्स सर्पहरू र साधुहरूको देश यो भित्र यति गहन कुरा छ नि उनीहरूले त्यो बिलियन्स पपुलेसन भएको कन्ट्रीलाई एलिगेसन लगाए तर इनफ्याक्ट पश्चिमाहरू विशेष गरी भारत र नेपाल जस्ता देश चाहिँ के को लागि आउँछन् थाहा छ हाम्रा हिमाल मात्र हेर्न होइन कि हाम्रा पहाड मात्र हेर्न होइन हामीसँग यति धेरै स्पिरिचुअल चिज आर्किटेक्चरल चिज स्ट्रक्चरल चिज उनीहरूले इन्जिनियरिङका पाटाहरू होइन र डिभाइन पावर यति धेरै छ नि भन्नाले हरेक नेपालीमा स्पिरिचुअल एलिमेन्ट छ हरेक नेपालीमा होइन हरेक मानवमा स्पिरिचुअल एलिमेन्ट छ भन्नाले नेपालमा अझै बढी छ होइन यस्तो छ पोटेन्सियल विश्वका सबै मानिसमा छ विश्वका सबै मानिस एउटा कथा सुनाउँछु हजुरलाई एकचोटि द्वारिकामा ब्रह्माजी आउनुभएछ द्वारिका घुम्न मन लागेछ ब्रह्माजीलाई होइन उहाँलाई कृष्णजीको दर्शन गर्न मन लागेछ कृष्णजीलाई द्वारिका पनि हेर्न मन लागेछ कृष्णले बनाएको किनभने कुनै पनि एउटा राम्रो कुराको जस्तो इक्जाम्पल भयो दुबईको बुर्ज खलिफा सबैलाई हेर्न मन लाग्छ फ्रान्सको आइफिल टावर सबैलाई हेर्न मन लाग्छ नेपालको सगरमाथा सबैलाई हेर्न मन लाग्छ नेपाल नसुन्ने नेपाललाई जङ्गली राष्ट्र अथवा राष्ट्रै भन्ने पनि नचिन्ने मान्छेले माउन्ट एभरेस्टलाई चिन्छ त्यही हामीले माउन्ट एभरेस्टलाई नै बेच्यौँ बेच्नुपर्ने त हामीले हाम्रो भिजनलाई होइन हाम्रो म्यानुफ्याक्चरिङ कुरा हामीसँग जङ्गलमा यति धेरै ऊ छ है जल जमिन जङ्गलमा यति धेरै छ हामी त टिम्बर पनि यति धेरै छ हाम्रो राष्ट्रमा हामी त्यो टिम्बर हामीले चाहिँ ग्रिन जोनबाट अरू राष्ट्रले इन्डस्ट्रियल पल्युसन गरेका चिजलाई चाहिँ प्रोटेक्सन गरेको लागि रोयल्टी लिइरहेछौँ जबकि हामी अरू देशबाट खरबौँ अरबौँको टिम्बरहरू ल्याउँछौँ कि आयात गर्छौँ हामीले हाम्रो देशको पैसा बाहिर फालिरहेछौँ कि कन्फ्लिक्ट गरेर यहाँ त के भनौँ यो कन्फ्लिक्ट थ्योरीमै राख्ने कन्फ्लिक्टमै राख्ने चाहे क्यान्टोनमेन्टबाट होस् चाहे गुट र गिरोबाट महाराज चाहिँ राज परिवार हो राजा धेरै छन् यसमा सरले त्यहाँ अघि भन्दै हुनुहुन्थ्यो प्रसङ्ग चाहिँ नि त्यहाँको ब्रह्माजी आउनुभयो ब्रह्माजी द्वारिका आउनुभयो कृष्णजीलाई भेट्न मन लाग्यो भनेर द्वारपाललाई भन्नुभयो द्वारपालले त्यो सन्देश पुर्याइदिनु भयो स्वाभाविक हिसाबले उहाँले आफ्नो सर्भिस गर्नुभयो अनि कृष्णजीलाई चाहिँ त्यहाँ चाहिँ ब्रह्माजीको अहङ्कार देखियो है त्यसपछि उहाँले द्वारपाललाई भन्नुभएछ कुन चाहिँ ब्रह्मा त्यो सोधेर कुन चाहिँ ब्रह्मा होस् त्यो सोधेर आउनुहोस् अनि त्यसपछि मे ब्रह्मा भन्ने कुरा भयो म ब्रह्मा भन्ने कुरा भयो होइन परब्रह्माले म ब्रह्मा त मै हो ब्रह्मा त मै हो होइन कतिवटा ब्रह्मा छन् र त्यसपछि जाऊ गरेर लिएर भनेपछि लिएर जानुभयो ठक्क ढोका खोलियो द्वारिकाको ढोका खोलियो द्वारिका यति अद्भुत त्यो विश्वकर्माले बनाएको होइन
विश्वकर्मा भनेपछि पुगिहाल्यो देव शक्ति अँ, र आसुरी शक्तिसँग त यति शक्ति छ त्यो शक्तिको कुरै नगरौँ कुरै होइन अनि ढोका खोल्ने बित्तिकै त्यो द्वारिकाको त्यो कोरिस्मेटिक द्वारिका देखिएन क्या त्यहाँ अथाह जल देखियो अथाह ब्रह्माहरू देखियो हजारौँ हजारौँ दसौँ हजार लाखौँ त्यो ब्रह्माजी स्वयंले देख्नुभयो ब्रह्माजीले साक्षात त्यो ब्रह्मा देखेपछि वाज सक्ड के उहाँ सक्ड हुनुभयो रहेछ त भन्ने जस्तो लाग्छ एक्ज्याक्टली यो हामी मानवहरू विशेष गरी मैले हाम्रो सोसाइटी र म जहाँ जहाँ पुगेको सोसाइटीमा हामी साना पिस अफ ल्यान्डहरूको लागि साना इन्फ्रास्ट्रक्चर घर पूर्वाधारको लागि लड्छौँ तर हामीसँग अथाह छ कि हामीले लिन जान्यौँ भने अथाह अब्युडेन्ट छ है यहाँ त साना साना प्रपर्टीको लागि लडाइँदेखि लिएर नरसंहार पनि भएको छ तर हामीले यसरी हेरेका छौँ कि खास हेर्न पर्ने चाहिँ यसरी हो किनभने मालिक उहाँ हो यो संसारमा मालिक मात्र उहाँ हो अरू कोही मालिक होइन यो संसार विश्वको 1 नम्बर धनाढ्य पनि उहाँकै सेवक हो चाहे पोजिटिभ इनर्जी या नेगेटिभ इनर्जी पनि उहाँकै देनबाट हो होइन व्यक्तिको कुरा नगरौँ व्यक्ति भोलि तपाईँ पनि हुन सक्नुहुन्छ अरू कोही पनि हुनसक्छ जो पनि हुनसक्छ कि कुरा साधनाको हो होइन अनि ब्रह्माजीले त्यसरी पुगेपछि उहाँ सक हुनुभयो होइन अनि त्यसपछि चाहिँ के छ भने हजुरको यो विश्वमा चाहिँ 3टा विष्णु हो होइन 3टा विष्णु हो एउटा विष्णु तपाईँसँग नै हुनुहुन्छ मसँग नै हुनुहुन्छ सुप्त अवस्थामा तपाईँ हाम्रो सबैको अङ्ग प्रत्यङ्गमा हुनुहुन्छ मन मस्तिष्कमा हुनुहुन्छ साथ छोड्नुहुन्न एउटा विष्णु हरेक व्यक्तिलाई छोड्नु हुँदैन अब त्यो विष्णुको नाम फरक हुन सक्छ गुरु नानक हुन सक्ला जिसस क्राइस्ट हुन सक्ला होइन अथवा तीनवटा विष्णु एउटा विष्णु हरेक व्यक्तिसँग छ अर्को विष्णु एउटा विष्णु जल समाधिमा हुनुहुन्छ सबैभन्दा निच जल समाधि समुद्रको बेनेथमा हुनुहुन्छ होइन एउटा सरफेसमा हुनुहुन्छ एउटा हाम्रो आत्मामा हुनुहुन्छ हामीले आजसम्म देखेको चाहिँ समुद्रमा शेष नागमाथि लक्ष्मीजीले खुट्टा दबाइरहेको फेरि यो लक्ष्मीजीले चाहिँ विष्णु भगवानको खुट्टा दबाउनुको कारण के हो थाहा छ हजुरको हाम्रो जिन्दगीमा प्रोस्पेरिटी भन्छ नि प्रोस्पेरिटी हाम्रो जीवनमा प्रोस्पेरिटी दिने 9 प्लानेटरी सिस्टमहरूमध्ये एउटा महिलाको हातमा हुन्छ अर्को पुरुषको खुट्टामा हुन्छ जुन महिलाले सदा सर्वदा सौभाग्यवती भएर होइन 16 श्रृङ्गार गरेर खुट्टाले त्यो उहाँको इगो आजको अल्ट्रा मोडर्नाइजेसन युगले यो नमान्ला उहाँले आफ्नो श्रीमानजीको खुट्टा चाहिँ त्यो हुन्छ नि मसाज भनौँ या भाउ सेवा गर्दा त्यो घरमा माई गड उहाँले अहिले भर्खर तपाईँले एउटा व्यक्तिको तपाईँले एकजना व्यक्तिको नाम लिनुभयो उहाँ सुपर पावर हो भनिन्छ उहाँ अर्को कुनै ग्रहबाट हुनुहुन्छ उहाँ त्यही ग्रहमा जान खोजिराख्नु भएको छ तपाईँ हामी जुन ग्रहबाट आएको हामी त्यही जान खोज्छौँ कि जस्तो इक्जाम्पललाई कोही मान्छेको ग्रह केतु हो भने उसले माछा मासु काट मार यताउता त्यो गर्छ है कोही मान्छेलाई राहु ग्रह चाहिँ एकदम बढी सक्रिय भयो भने त्यो मान्छेले लडाइँ झगडा मारकाट भन्दा पनि हजुरको स्ल्याङ्सहरू बढी बोल्नुहुन्छ कि उहाँ स्ल्याङ्स होइन राहु एक्टिभ हुनुभयो भने अब यो वर्ष फेरि कस्तो छ भने 4वटा उग्र ग्रहहरू चाहिँ एकदम मजाले एक्टिभ भइरहेको सिचुएसन छ होइन तपाईँले भन्नुभयो 21 गते चुनाव हुन्छ उहाँले भन्नुभयो चुनाव तपाईँले भन्नुभयो हुन्छ उहाँले भन्नुभयो हुँदैन अर्कोले भन्यो हुन्छ म आफै कन्फ्युज छु कि म त उहाँ छु किन म पनि भगवान्लाई सोधिरहेको छु रामलाई तपाईँ सोध्दै हुनुहुन्छ भने चुनाव हुन्छ कि हुँदैन भनेर सोध्दै हुनुहुन्छ हो एक्ज्याक्टली के हुन्छ कि हुँदैन आइ एम कन्फ्युज जवाफ पाउनु भएको अब चुनावै भए पनि आखिर के पाउँछ देशले चुनाव भएपछि के पाउला नपाउला त्यो अर्को कुरा भयो चुनाव हुने पहिलो कुरा हो होइन यो चुनावले के दिएको छ जनतालाई भुइँ मान्छेलाई के दिएको छ त चुनावहरूले चुनाव त धेरैचोटि भयो राजनीतिक आरोह अवरोह चुनाव भएर हुन्छ कि त्यही एउटा संसद आउने त्यो संसद त पहिला पनि थियो भन्ने अर्थको कुरा यस्तो छ क्या जनादेश दिने आफ्नो ठाउँ छ जनप्रतिनिधि अर्को ठाउँमा छ यहाँनिर के छ भने कम्पोनेन्टहरू नबुझिएको कुरा अब बालेन शाहलाई
आज जुन कुरा जनताले माग्दैछन् नि त्यो कुरो डेलिभरी दिने ठाउँ हिजो उहाँ हुनुहुन्थ्यो जरुर किनभने उहाँ कार्यपालिकाको प्रमुख हो होइन 5 वर्षको लागि निर्वाचित भएको 5 वर्षको लागि उहाँ कार्यपालिका प्रमुख हुनुभएको हो 5 वर्षको लागि हाम्रो हर्क साम्पाङ हुनुभएको हो हाम्रो गोपाल दाई हुनुभएको हो हमाल दाई होइन हाम्रो रेणु दाहाल हुनुभयो होइन यो कार्यपालिकाको प्रमुख भनेको कार्यपालिका विकास निर्माण गर्ने 5 वर्षको लागि एक्जिक्युटिभ पावर भएको डेलिभरी दिने भनेको यहाँबाट हो उहाँहरू 5 वर्षको लागि मजाले दे आर द किङ फर द्याट कन्स्टिट्युएन्सी होइन तर के छ भने आम जनसाधारणले या नर्मली भोटरहरूले बुझेको कुरा चाहिँ अब त्यसमा पनि कन्सियस अनकन्सियस सबकन्सियस भन्ने कुरा हुन्छ एन्ड सुपर कन्सियस भन्ने पनि कुरा हुन्छ होइन हाम्रो मुलुकलाई त सुपर कन्सियसले नै बढी बिगारेको छ अनि मालिकको प्रसङ्ग सरले मालिकको प्रसङ्ग भन्दा पनि यहाँनिर जनतासँग भोट माग्न जाँदा जनताले माग्ने भने पुल पर्खाल अस्पताल पूर्वाधार यो माग्ने भनेको जनप्रतिनिधिसँग होइन के जनप्रतिनिधि त्यो स्थानीय जनप्रतिनिधिसँग माग्ने हो सङ्घीय र प्रादेशिकसँग माग्ने भने त हामीले तपाईले हाम्रो यस्तो नीति निर्माण बनाइदिनुहोस् त्यसले यसले अप्ठ्यारो बनायो यो कुराले हामीलाई 50 वर्ष 100 वर्ष 200 वर्ष 500 वर्ष 1000 वर्ष विश्वमा शासन गर्ने ने ऋषिले स्थापित गरेको भूमि तपोभूमि हो यो यसले त विश्वलाई लिड गर्न पर्थ्यो तर यहाँ भइ चाहिँ के रहेछ भने विश्वलाई लिड गर्ने शक्तिले सुनको कचौरोमा केही सिक्काहरू मागिरहेछ कि अनि सुनको थालीमा भिख माग्दैछ अब शब्दावली नेपालले त भिख माग्ने देशै होइन के नेपाल त दिने देश हो प्रदान गर्ने कुनै जमानामा विश्वको लिडर कन्ट्रीलाई यो देशको प्रधानमन्त्रीले उहाँको लौरा बेल भन्नेसँग सम्बन्ध थियो होइन उहाँले यति धेरै डोनेसन्स दिएर आउनु भएको छ कुनै एउटा राष्ट्रमा होइन द्याट कन्ट्री वाज सुप्रिम पावरलाई पनि बाँड्ने शक्तिहरू रहेछ जबकि उहाँ त्यो देशको राजा होइन उहाँ देशको प्रधानमन्त्री हुनुहुन्थ्यो यद्यपि उहाँ चाहिँ एक्जिक्युटिभ पावर उहाँसँग थियो अब सर एउटा कुरा चाहिँ सरले अहिले भर्खरै चाहिँ यहाँ तपाईँ एकदम स्पिरिचुअल चाहिँ एफेक्ट्स बढी छ होइन तपाईँमा बडा राम्रो चाहिँ नि सन्दर्भ पनि तपाईँले ल्याउनुहुन्छ र बालेनको सन्दर्भमा कुरा गर्दाखेरि तपाईँले ठ्याक्कै ल्याउनु भएको थियो मैले तपाईँलाई त्यहाँ ड्र्याग गरेँ कि त्यो पोइन्टमा कि बालेनजी 5 वर्षको लागि निर्वाचित हुनुभयो महानगरको पिता हजुर होइन अनि उहाँले अस्तिसम्म पनि यो जेएनजी विद्रोह पछि पनि प्रधानमन्त्री बन्न आऊ भनेर आउँदाखेरि उहाँ आउनु भएन सम्पर्कमै रहनु भएन होइन प्रधानमन्त्री त बनेर त म निर्वाचित प्रधानमन्त्री पो बन्ने हो भन्ने चाहना एउटा राख्नुभयो भन्ने कुरा सुन्नमा आयो र यो पूर्ण 5 वर्षको कार्यकाल चाहिँ नगर पिताकै हैसियतमा मैले सम्पन्न गर्छु त्यसपछिको अवस्थामा कन्स्टिट्युएन्सीमा गएर संसदीय निर्वाचन लड्ने हो भने त्यसपछिको कुरा हो भन्नुभएको थियो जनताले एकदम राम्रोसँग बडो राम्रो चाहिँ नि अवधारणा हो भनेर मानिराखेका थिए तर अचानक उहाँको यु टर्न भयो के अहिले मैले भर्खरै चाहिँ भने नि बाबुरामजी इन्डिया जानुभयो इन्डियाबाट के उहाँको कानेखुसी भयो त्यहाँबाट यहाँ नेपाल फर्कनुभयो उहाँले ब्रिफिङको स्टाइलबाट सबैलाई रविलाई भेट्नुभयो सुशीला कार्कीलाई भेट्नुभयो बालेनलाई भेट्नुभयो कसलाई भेट्नुभयो अनि त्यसपछि बालेनजी पनि चाहिँ नि पछि गएर यो समाहित हुन खोज्नुभयो यसरी उहाँलाई युटर्न केले गरायो यस्तो छ सर यसमा 2-3टा कारण छन् होइन पहिलो कारण चाहिँ हाम्रा जीवित देवता हामीलाई सृष्टिमा ल्याउने मातापिता डाक्टर राम नारायण शाह उहाँको पिताको रिसेन्टली देहान्त भएको छ हार्दिक श्रद्धा सुमन पनि व्यक्त गर्दछु डाक्टर हो डाक्टर साहब आयुर्वेदको डाक्टर हुनुहुन्थ्यो भन्न पर्यो अब त दिवंगत भइसक्नुभयो स्वर्गीय भइसक्नुभयो उहाँको देहान्तपछि यो 1 साल 12 महिना कुनै पनि रथको चाहिँ छत झर्छ नि कुनै पनि रथको जब ध्वजा झर्छ नि त्यो योद्धाको हार नै हो है
त्यो योद्धाको यद्यपि यो 1 साल उहाँको लागि हार नै हो र अन्य असङ्ख्य प्रहार नै हो। यद्यपि यसमा चाहिँ के छ भने उहाँले जुन सत्कर्म र जुन पवित्र उद्देश्यले कार्यपालिकाको प्रमुख बनेर आएर डेलिभरी दिन खोज्नु भएको थियो, देयर वर अ लट अफ अब्स्ट्याकल्स एन्ड ब्यारियर हैन, त्यो सिर्जना गरिएको हो। उहाँले एउटा कार्यपालिका प्रमुख हिसाबले धेरै हदसम्म डेलिभरी दिनु पनि भएको हो, दिने प्रयास गर्नु भएको हो, दिनु भएको पनि हो, दिनु पनि भएको हो, दिनु पनि हुनुहुन्थ्यो। तर केही कुरामा चाहिँ उहाँको अलिअलि हैन एउटा पोलिटिकल स्कुलिङ चाहिँ चाहिँदो रहेछ भन्ने कुरा चाहिँ देखिएको छ। त्यो आफैलाई पनि कता कता अब त्यो आभास भएको हुन सक्छ। उहाँलाई आभास भयो भएन त्यो चाहिँ थाहा भएन हैन, किनभने मेरो व्यक्तिगत उहाँसँग कुरा अहिलेसम्म नै भएको छैन। मैले पर्सनली उहाँलाई भेटेको पनि छैन, किनभने म भगवानहरूलाई भेट्दिनँ है, म भगवानहरूलाई भेट्दिनँ। भगवानहरूलाई भेट्ने त मैले पशुपतिनाथलाई मात्र हो। पशुपतिनाथलाई चाहिँ भेट्नुहुन्छ बराबर। मैले यो देशको नेता नै पशुपतिनाथलाई मात्र मान्छु, किनभने पशुपतिनाथले नथाम्ने हो नि यो देश त कहाँ पुग्थ्यो कहाँ पुग्थ्यो। त्यही पशुपतिनाथलाई 23-24 को आन्दोलनमा 24 गते त त्यही पशुपतिनाथलाई पनि अग्निदाह गर्ने भनेर एउटा ग्रुप गएको थियो के। यस्तो छ सर, कुरा यस्तो छ के, हाम्रो संविधान जसले बनायो, कुन इनर्जीले बनायो, कुन उद्देश्यले बनायो, तर राम्रो बनायो के। हाम्रो संविधानभित्र कस्तो कुरा छ के, म हिन्दूको छोरा हो, तर म मात्र हिन्दू हुँ, अरू चाहिँ खत्तम हुन्, अरू चाहिँदैन, हामी त्यो भन्दैनौँ के। अरू आसपासका भन्दा हामी अलिक पृथक छौँ, हामी धेरै पृथक छौँ। हामी नेपाली यति के भन्ने विश्वमा नेपाल देशको आफै औचित्य के होला नहोला हैन, उग्र राष्ट्रवादले हामीलाई धेरै बिगारेको छ। तर हामीभित्रको सहिष्णुता के, हामीभित्रको मिलनसारता, हामीभित्रको मेहनत यति धेरै छ। तर यो चाहिँ फेरि स्खलित हुने चरणमा चाहिँ छ है, स्खलित हुने चरणमा छ। किनभने मैले रिसेन्टली म एउटा कुनै कन्ट्रीमा थिएँ 13 महिना, 13 महिना त्यो कन्ट्रीमा हुँदा मभन्दा धेरै साना भाइहरू जसलाई मैले उहाँहरूसँग जब नै नहुँदा र जबलेस हुँदा उहाँलाई मैले जुन अपर्च्युनिटी दिँदा, त्यो ठाउँमा जहाँ म 7 महिनासम्म त्यो भीषण गर्मीमा त्यसरी स्ट्रगल गरेँ, उहाँहरू चाहिँ कोही 1 दिन कोही 7 दिन गर्ने, त्यो नि मैले खुट्टा ढोकेर लानु पर्थ्यो कि उहाँहरूलाई। बाबु प्लिज एउटा लेट्स मेक अ गुड टिम, लेट्स मेक अ गुड टिम, लेट्स प्रुभ नेपाल होइन। नेपालमा के छ भने नेपाल आफैमा धेरै खतरनाक देश हो, तर लिडर्स आर नट बिल्ड के, लिडर्स आर बोर्न। लिडरसिप भनेको बाई ब्लड क्यारेक्टरिस्टिक हो, इनबोर्न ट्रेट हो त्यो। एक्ज्याक्टली, तपाईँको लिडर भनेको ढुङ्गाको आसनमा बसे पनि सिंह बसेपछि त्यो सिंहासन हुन्छ क्या सर है। एउटा अब्बल प्रकृतिको मान्छे जोसँग एउटा लिडरसिप क्वालिटी छ भने फ्रम द स्क्रैच अल्सो, from the scratch, right from the scratch, from the scratch also he can create his own castle. That might be a kingdom, that might be a republican, or that might be any enterprise or whatever. But त्यहाँ चाहिँ सिस्टम हुन्छ, त्यहाँ गभर्नेन्स हुन्छ, त्यहाँ इक्वलाइजेसन हुन्छ, त्यहाँ डेभलपमेन्ट हुन्छ कि। त्यसैले लिडर्स बनाउन सकिन्छ त उ बनेरै आएको हुन्छ। लिडर्स भने त तपाईको ब्लड लाइनेजमा आउनुपर्छ के, तपाईको डीएनएमा आउनुपर्छ, डीएनएमै आउनु पर्यो। त्यही त डीएनएमै आउनु पर्यो, त्यो बनेरै आउनु पर्यो नि त। त्यो तपाईको ब्लड लाइनेजमै आउनुपर्छ, लाइनेजमै आउनु पर्यो, इनबिल्ट नै हुनु पर्यो नि त। एक्ज्याक्टली, त्यो त यस्तो के तपाईको हामी लाउँछौँ नि घडी, त्यो घडी बनाउँदा पनि त्यहाँभित्र एउटा ड्राइभर राखेको हुन्छ क्या, ड्राइभिङ फोर्स। तर फेरि लाइक देयर आर 1% पिपल इन द वर्ल्ड, देयर आर ओन्ली 1% पिपल आर इन द वर्ल्ड। तिनीहरू चाहिँ एकदम ढिट हुन्छन्। विश्वको सबै साधन स्रोत धन सम्पत्ति त्यो 1% को हो, एक होइन, एक। दुई, त्यो 1% ढिट जिद्दी यति हुन्छ कि उसले जबरजस्त आफूलाई लिडरसिपमा प्रुभ गराएरै छोड्छ, बाई हुक बाई क्रुक, बाई एट एनी कस्ट के। उसलाई दैवी शक्तिले हराओस्, उसलाई आसपासको इन्भाइरोमेन्टले हराओस्, जेसुकै होस्, ही वुड डाई, ही प्रिफर टु डाई। घाँस खाँदैन उसले घाँस खाँदैन।
6 महिना भोकै रहोस् उसले त त्यो नै ग्र्याब गर्छ जेको लागि त्यो 1% भित्रको माइन्डसेट हो के खास लिडरशिप इज राम्रो माइन्डसेट एज वेल भन्नु लिडर्स आर नट बिल्ड दे आर बर्न एक्ज्याक्टली होइन त्यो राम्रो चाहे तपाईँले मोदी हेर्नुहोस् होइन मोदीजीसँग त कम्पेरिजन गर्नै मिल्दैन मोदीजीसँग त कम्पेरिजन गर्नै मिल्दैन किनभने अलिकति अगाडि लुम्बिनीमा एउटा धार्मिक अनुष्ठान भएको थियो नेपालको समकालीन प्रधानमन्त्री र भारतका समकालीन प्रधानमन्त्री दुईजना हुनुहुन्थ्यो मोदीजी यस्तै हुनुहुन्थ्यो होइन एउटा यो भयो एउटा यो चाहिँ एउटा कुरा याद गर्नुभयो होला अम्बानीहरूले कुरा गर्दा यस्तो अथवा यो मुद्रा हुन्छ उनीहरूको दे आर एट्र्याक्टिङ अब्युडेन्स अफ मनी तपाईँ र म कुराकानी गर्दै जाँदा पनि मैले अब मैले यही मुद्रामा कुरा गरेँ होइन अब यी मुद्राहरू यसैको लागि नि विदेशी शक्ति पश्चिमाहरू नेपाल र भारत आउने हो कि होइन प्रदीप सर ठिक छ अब सरसँग यो संवादको सिलसिलाले हामीलाई निकै गहिरोभित्र यो जुन आध्यात्मिक चरणमा धेरै गहिरोसँग चाहिँ हामीले अनुभूत गर्न सकिने किसिमको उसमा फाँटमा पुर्याउँदो रहेछ त्यो एउटा सुखद कुरा छ तर पनि एउटा कन्क्लुड गरिहालौँ सरले अघि भन्दै गर्नुभएको थियो त्यो पनि कतै नछुटोस् भन्ने मेरो चाहना कि बालनको प्रसङ्गमा जब बालनको बुवा भर्खर बेच्नुभयो होइन बितिसकेपछि सरले भन्नुभएको थियो अब बालनको दुर्दिन सुरु भयो किनभने बुवा बित्नुभयो भन्ने प्रसङ्ग सरले ल्याउनु भएको यसको मतलब बाबुआमा बितेपछि त्यो छोराछोरीहरूको दुर्दिन सुरु भएको हुन्छ कि के तपाईँको हाम्रो अस्तित्व जो छ नि सर जुन हाम्रो अस्तित्व हाम्रो जो यात्रा छ नि जीवन भनेको एउटा अनन्त यात्रा हो यो यात्रा शून्यबाट सुरु भएर शून्यतामा गएर अन्त्य हुने हो शून्यबाट शून्यसम्म है हजुरले एउटा कुरो नोटिस गर्नु भएको छ कि छैन जुन घरमा कुनै पनि घरमा यो विश्व ब्रह्माण्डमै कुनै पनि बच्चा जन्मिन्छ भने उसले यसरी जन्मिन्छ यस आई केम टु एक्जिस्टेन्स ऊ 9 महिना आमाको गर्भमा त यसरी नै बस्ने हो कि मलाई अस्तित्वमा ल्याऊ है प्लिज मलाई अबोर्ट नगर है डु नट एबन्डन मी है मलाई अस्तित्वमा ल्याऊ मलाई मौका देऊ है यसरी आउँछ ऊ आइसिसी आई विन होइन न हार सत्य हो न जित सत्य हो यहाँ चाहिँ जनकको सभामा यज्ञ बल्कपलाई एउटा कुरा सोधिएको थियो स्वामी जी ये सत है कि वो सत है हामी शास्त्र र शास्त्रको युद्ध हुने प्लेटफर्मबाट को प्रधानमन्त्री हुने को मन्त्री हुने युद्धमा छौँ सर है कुरा जीवन एउटा शून्यबाट सुरु भएर शून्यतामा पुग्ने यात्रा हो जब मान्छेको मृत्यु हुन्छ उसले सिकन्दरले पनि संसार जितेका सिकन्दरले पनि राधे राधे मैले केही पनि लान सकिनँ आई गिभ अप माई अल ग्रिभेन्सेस माई ग्रज अल होल्डिङ्स वाट एभर होइन सम्राट अशोकले पनि यही चाबेलको चारुमती बिहार लुम्बिनीको जहाँ चाहिँ बुद्ध वाज बर्न इन नेपाल भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले एउटा लङ म्याराथन टक पनि इन्ट्र्याक्सन गर्नुभएको थियो होइन यद्यपि तपाईँले प्रश्न सोध्नु भएन मैले उहाँलाई आफै समातेर गएँ हाम्रो श्रद्धेय दाजु उमेरले ठिक ठिक अब होइन सरले अघि यसलाई क्लियरै अब बुझ्नुपर्ने शैलीबाट सरले भन्दै हुनुहुन्छ कि स्पष्ट भन्दा पनि अब उहाँ जुन 5 वर्ष कार्यकालको लागि चाहिँ दत्तचित्त हुनुहुन्थ्यो कमिटेड हुनुहुन्थ्यो त्यतिन्जेल बुवा हुनुहुन्थ्यो अब बुवाको चाहिँ अवसानपछि उहाँ यतातिर जुन संसदीय फाँटमा हाम फाल्नुभयो र सङ्गठित हुनुभयो एउटा पार्टीमा समाहित हुनुभयो त्यहाँबाट चाहिँ उहाँको त्यसो भएदेखि डाउनफल सुरु भयो डाउनफल त उहाँले आफैले सुरुवात गरिसक्नुभयो नि हो इफ आई वाज हिम
म 5 वर्ष यो कार्यकाल पुरा गरेर अर्को 5 वर्ष यो 5 वर्ष काठमाडौँलाई बुझ्न टाइम लाग्छ। काठमाडौँ भनेको एउटा कम्प्लेक्स सिटी हो। काठमाडौँ इट्स नट अ जोक। काठमाडौँ एन्ड नेपाल इज नट अ जोक। काठमाडौँ र नेपाल बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको भिड हो है। यद्यपि अपुष्ट कुरा नबोल्दै राम्रो, उहाँ चाहिँ निष्कलङ्क भएर छोड्दै हुनुहुन्छ, त्यो राम्रो कुरा हो। उहाँको क्यारेक्टरिस्टिक, उहाँको कार्य सम्पादनदेखि धेरै कुरामा एलिगेसनहरू धेरै लागेको पनि हो। तर यद्यपि उहाँले जसरी जान खोज्दै हुनुहुन्छ नि पार्लियामेन्ट्री सिस्टममा, आई थिङ्क टेक्निकल्ली कस्तो छ भने कुरा, यो हाम्रो अहिलेको संसद, यो संसद प्रत्यक्ष हामीले देशको प्रधानमन्त्री छान्ने संसद होइन है। अनि बालेन्द्र शाह राजपुत्र पनि होइन, अथवा प्रदीप गिरी राजपुत्र पनि होइन। मनै गए पनि, जो नै गए पनि, उनी त संसदीय प्र्याक्टिस नै हो। जनताले छानेको जनप्रतिनिधिद्वारा संसदमा छानिएको कुनै दलको ठुलो संसदीय दलको नेता र अत्याधिक बहुमत प्राप्त अथवा अत्याधिक बहुमत या 2/3 शब्दावली जेसुकै राखौँ, जनताले छानेका जनप्रतिनिधि तिनले संसदीय भवनभित्र, बानेश्वर होस्, सिंहदरबार होस्, यही चाबेल होस्, जहाँसुकै होस्, जङ्गलमा हाम्रो चितवन, सौराहा, बर्दिया, जहाँ बसेर गरे पनि जनताको कन्स्टिट्युएन्सीबाट कन्स्टिट्युएन्ट भएर आएका एउटा मेम्बर अफ पार्लियामेन्टले अथवा मास मेम्बर अफ पार्लियामेन्टले छानिएको पात्र नै प्रधानमन्त्री व्यवस्था हो। उहाँ एनर्जेटिक हुनुहुन्छ, नो डाउट। उहाँसँग भिजन छ त्यो पनि, नो डाउट। तर कुराकानी यस्तो छ कि शरीरका अङ्ग प्रत्यङ्ग कमजोर भइसकेपछि केही मान्छे मात्र स्टिफेन हकिन्स बन्छन्, सबै बन्दैन। विश्वमा एकजना वैज्ञानिक हुनुहुन्छ है, उहाँको मम्मीलाई कसैले यसरी लेखेर पठायो कि योर सन इज अ डम सन, he don't have any qualities, nothing else, हैन, केही छैन यसको फ्युचर भन्दाखेरि द मोटिभेसन that mom generated, that boosting energy that mom generated, make that youth world popular scientist है। हजुरले पनि अध्ययन गर्नुभयो होला, किनभने आजको बेला भनेको अहिले ब्रेक पनि बेला भइसक्यो होला है। ब्रेक नै लिनुहोस् न त। अब यसो गरौँ सर, प्रदीप सर, अब हामी अलिकति समयको दबावमा पनि परिसकेका छौँ होइन। अलिकति त्यहाँले केही खास कुराहरू पनि मैले तपाईँलाई अलिक सोधौँ भन्ने पनि मलाई लागिराखेको हो होइन। जसरी यो महागठबन्धनले एउटा चाहिँ उत्साह पनि जगाएको छ, केही मान्छेहरूले संशयपूर्वक पनि हेरेका छन् र पुराना परम्परागत राजनीतिक दलहरूलाई यसले धक्का दिन सक्छ कि सक्दैन भन्नेतर्फ पनि विश्लेषण हुँदैछ होइन। त्यसकारण चाहिँ यो आरबीके भने नि मैले, रवि बालेन्द्र कोलमानको जुन गठबन्धन भयो, यो गठबन्धनलाई तात्विक रूपमा हेर्दाखेरि यिनले परम्परागत शक्तिलाई धक्का दिन सक्ने र यिनीहरू राजनीतिको फोरफ्रन्टमा आउन सक्ने सम्भावना सरले कस्तो देख्नुहुन्छ? मैले सरलाई अघि नै भनिसकेको छु, डिटेल्स आर बन्ड, दे आर नट बिल्ड। जनताको जनअपेक्षा भन्दा फरक रहेर महेन्द्रले जुन विकास गरेको हो नि सिक्वेन्स एन्ड सिरिजमा होइन, कहिलेकाहीँ जनमत सापेक्ष निरपेक्ष हुनसक्छ। म यति बेलामा नेपाली काङ्ग्रेसका जो सत्तामा जानै चाहनु भएन, यद्यपि उहाँले दुईवटा गल्ती गर्नुभयो। उहाँले पुत्र र पत्नीलाई सत्तामा ल्याउनुभयो, सर्वमान्य नेता गणेश मानजीले केही जेरेन्ट्स भन्नुभएको थियो
आम जनमानसलाई टच गरेर म त्यो शब्दावली प्रयोग गर्दिनँ किनभने अलि नमिल्ला, किनभने मैले कसैलाई हट गर्नु राम्रो होइन। जनमत सधैँ सापेक्ष निरपेक्ष सही गलत जे पनि हुनसक्छ, किनभने जनमतले 62 सालमा भित्ते राष्ट्रपति जन्माकै हो। जनमतले नानुमैया दाहाल पनि जन्माकै हो। जनमतले प्रदीप गिरी पनि जन्माकै हो सर। प्रदीप गिरी यो व्यक्ति, अब एकदम म यसलाई कन्क्लुड गरेँ सर। प्रदीप गिरी यो व्यक्ति, म कुनै एउटा एयरपोर्टमा काम गर्थेँ, त्यो बेलामा नेपालको उग्र राष्ट्रवादी नेताको यति धेरै फ्यान फ्लोइङ थियो कि सर, एयरपोर्टको क्याफेटेरियाले हामीलाई फ्री अफ कस्टमा बेलुकाको खाना दिन्थ्यो, 1 टाइम ड्युटी मिल दिन्थ्यो। मलाई यति धेरै गाह्रो हुन्थ्यो कि एउटा नेता जसको बालेन्द्र शाहसँग कटाक्ष परेको भयो, उहाँको यति धेरै स्टारडम थियो कि मलाई साथीहरूलाई फेस गर्न र उनीहरूलाई स्कुलिङ गर्न, उनीहरूलाई बुझाउन यति धेरै दिमाग खराब हुन्थ्यो कि म त्यो क्याफेटेरियामा जानै छोड्थेँ। किनभने जनमत त त्यो पनि जनमत हो नि त सर। त्यो बेला उहाँलाई भगवान् मानिएको हो, आज यो त्रिदेवलाई भगवान् मानियो, भोलि अर्को कुनै पात्र आउँछ, पात्र आउनु ठुलो कुरा होइन, प्रवृत्ति आउनु पर्यो, प्रणाली आउनु पर्यो। प्रवृत्ति उहाँहरूको गलत सही भन्ने कुरामा म जान्न, म उहाँलाई गलत भन्ने मलाई अधिकारै छैन कसैलाई। मलाई सही भन्ने हो, अरूलाई गलत भन्ने होइन कि आफूलाई सही भन्ने। मैले अरूलाई बिगार्ने शक्ति बन्नु हुँदैन, मैले सबैलाई बनाउने शक्ति बनेर जाने हो। प्रणाली विकास नहुन्जेल देउता फेरिएर होइन। प्रदीपजी ठ्याक्कै तपाईँले गणेशमानजीको स्मरण गराउनु भयो। गणेशमानजीले एकचोटि के भन्नुभएको थियो भन्ने पनि भन्नुभयो। गणेशमानजीले भन्नुभएको के थियो भने गणेशमानजीको लौरो उठाए पनि काठमाडौँबाट जित्छ भन्ने एकचोटिको त्यो एउटा नोसन थियो, त्यो चाहिँ एउटा न्यारेटिभ बनाइएको थियो। अब अघिल्लो चुनावमा चाहिँ के थियो भयो के भनेदेखि पालिकाको चुनावमा चाहिँ 2079मा चाहिँ त्यही बालेन शाह त्यही लौरोबाट जित्नु स्वतन्त्र हो कि स्वतन्त्र चुनाव चिन्ह लौरो हुँदासम्म लौरो फलिफाप भएको थियो। आज फेरि त्यही लौरो उहाँ छोडेर चाहिँ नि उतातिर अर्को चुनाव चिन्ह घन्टीतर्फ जाँदै हुनुहुन्छ। यस्तो छ, इन्जिनियर सर विद्वान हुनुहुन्छ। इन्जिनियर भनेको टेक्नोक्रेटिक फोर्स हो। म्यानेजमेन्ट पढेका हामी हौँ नि त, जर्नलिजम पढेका हामी हौँ नि त है। अब हामी त बरु अलिकति स्टे अपार्ट भनेर पढै बस्तेका छौँ नि त, साधु बनेर हिँडिसक्यौँ होइन। डाक्टर साहब माइती घरमा लडिराख्नु भएको छ निकोलसजी है। यता हाम्रा एकजना पात्र साथी हुनुहुन्छ, म नै सबै थोक हो भन्नुहुन्छ, मन्त्री नै बन्नु पर्दो रहेछ भन्नुहुन्छ। पदमा के राखेको छ मैले बुझ्नै सकेँ पदमा होइन। तपाईँको स्पिरिचुअल एनालिसिस बडा मर्मस्पर्शी छ कि स्पिरिचुअल्ली हेर्नुहुन्छ। अब तपाईँले भन्नुहोस् कि नेपाली कङ्ग्रेसकोमा जाउँ, अहिले जुन विवाद खडा भएको छ, विशेष महाधिवेशन, नियमित महाधिवेशन, अनि म नै पार्टी सभापति, म नै प्रधानमन्त्री, म बाहेक अरू हुँदैन भनेर गगनजीले जुन चाहिँ आफू सत्तामै रहेर भनौँ, पार्टीको त सत्ता हो नि, महामन्त्री भने त पार्टीको सत्ता हो नि, सत्ता हो कि त्यो हुँदाहुँदै पनि उहाँले त्यही नै बखेडा गरिदिइरहनु भएको छ। उहाँको चाहिँ के हुन्छ त? अब तपाईँले आध्यात्मिक तवरबाट विश्लेषण गर्दा यो विषय चाहिँ कस्तो हो? यस्तो छ सर, म अहिले 4 नम्बर क्षेत्र, चुनावी क्षेत्र, काठमाडौँ 4 नम्बर क्षेत्र, जहाँ यो टेलिभिजन कार्यालय छ, कन्स्टिट्युएन्सीमा बसेर उहाँको विरुद्ध बोल्नुपर्ने सिचुएसन हजुरले ल्याइदिनु भयो होइन। कुरो चाहिँ के छ भने हजुरले जुन दलको नाम लिनुभयो, आजभन्दा 25 वर्ष अगाडि 3500को चामलको बोराबाट त्यो दलको संसदीय दलको नेताले 3500को चामल मलाई किनेर पठाइदेऊ, मलाई भोक लाग्यो, खाना खान पर्यो भनेर आफ्नो कार्यकर्तालाई 3500को चामलको बोराबाट सुरु गरेको करप्सनले त्यो देशको त्यो पार्टीको सन्त नेतालाई विस्थापित गर्यो। आफ्नै दलले संसद चलाउँदा, सरकार चलाउँदा त्यही कुनै एउटा पावर ब्याङ्क परिवार है, अहिले पनि सभापतिको लागि तिनै त्रिमूर्तिकै कुरा भएको छ। त्यहाँ पनि
राजै राजाको कुरा भइरहेछ क्या सर। यहाँ राजतन्त्र हट्यो भन्छन्, राजा त म त घन्टीमा नि देख्छु, लोहोरोमा नि जताततै देख्छु, देख्छु। सूर्यमा नि देख्छु, जताततै जता नि देख्छु। देख्छु सर। ए महाराजा नागार्जुनमा बस्नु भएको छ अँ है, अँ अँ उहाँले मानवता बचाउन खोज्नु भएको छ, अँ प्रणाली बचाउन खोज्नु भएको छ। अँ महाराजा नागार्जुनमा बस्नु भएको छ, म कुटीमा बसेको छु। हाम्रो चाहना भनेको त्यसै भए राजा नागार्जुनमा बस्नु भएको छ, उहाँ यो देशको एउटा ठुलो शक्ति हो। शक्ति त सबै हो नि सर, यो देशको नागरिकता बोक्ने सबैजना सबैजना शक्ति हो। शक्ति अँ तर कुरा चाहिँ के हो भने वी आर टिम, अँ दिस इज आवर मदरल्यान्ड, वी गट अ लट अफ पोटेन्सियल। उम्, उहाँले भने नि त्यही हो, मैले भनेको नि त्यही हो सर। लडेर कामै छैन के, लडेर कामै छैन। हाम्रा संविधान उत्कृष्ट छन्, उहाँले पनि स्वीकारिसक्नु भएको छ है। उम्, अस्तिको आन्दोलनमा उहाँलाई पनि प्रस्ताव आएकै हो, बालेन्द्रजीलाई नि प्रस्ताव आएकै हो, दुर्गाजीलाई नि प्रस्ताव आएकै हो। म त दुबईमा थिएँ, मलाई त प्रस्ताव मलाई पनि आएकै हो। 4 घन्टा कुनै एउटा एम्बेसडरले कुरा गर्नुभएको थियो, कुनै एउटा एम्बेसडरले ए ए ए उम्, 4 घन्टा कुरा गर्नुभयो। जब मैले मसँग त के छ र नछ भनेपछि भोलिपल्टबाट मलाई सिधै ब्लकमा भएछ है। उम्, उम्, मसँग के छ के छैन मलाई थाहा छैन सर, तर मैले जहाँ गएँ भने मित्र शक्ति र दुश्मन शक्ति उम्, कमाइ नै रहेँ। उम्, मित्र शक्ति भन्दा बढी दुश्मन शक्ति कमाइ नै रहेँ। जहाँ पोजिटिभ इनर्जी हुन्छ त्यहाँ नेगेटिभिजम हुन्छ नै हुन्छ। जित अन्ततगतो सत्यकै हुने हो। ठिकै यो भूमिमा नेता कोही हो भने देवादिदेव महादेव। हर हर महादेव। अनि सर ल सर, अब हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। एउटा प्रश्न मैले तपाईँलाई गरेँ, यो आध्यात्मिक कोणबाट तपाईँले हेर्नुहोस् कि एउटा शक्ति बुढा नीलकण्ठ पनि हो, जसको यो जेनजी आन्दोलनमा चाहिँ नि 23 गतेकै दिनमा चाहिँ नि उहाँलाई माथि चाहिँ नि उहाँ दम्पति शेरबहादुर देउवा दम्पतिमाथि ठुलो भौतिक प्रहार भयो होइन। उहाँले त्यसलाई सहनु भयो, भाग्नु भएन, कतै निस्कनु भएन, केही भएन, चाहिँ नि सहेरै बस्नुभयो, खपेरै बस्नुभयो। यसको चाहिँ नि यो चाहिँ नि आध्यात्मिक र स्पिरिचुअल चाहिँ नि विश्लेषण सरले गर्दा कसरी गर्नुहुन्छ, यो के हो त? सर यहाँनिर मैले चाहिँ हजुरको स्पिरिचुअल इनर्जीकै कुरा गर्नुपर्दा खासमा नेपालको सबैभन्दा ठुलो लार्जेस्ट पार्टीको संसदीय दलको नेतालाई प्रहार गर्दा उहाँले कुनै रियाक्सन नगर्नु चाहिँ उहाँको महानता हो। उहाँले एन्टी प्रोटेस्ट गर्न सक्नुहुन्थ्यो, उहाँले गर्नु भएन, त्यो महानता हो। तर स्पिरिचुअल्ली उहाँलाई नजोड्नु होला सर, मैले माफ मागेँ। म लुम्बिनीमा लैजान्छु हजुरलाई। देशको तत्कालीन प्रधानमन्त्री उहाँ, भारतको महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी दुईजना लुम्बिनीमा हुनुहुन्थ्यो। मोदीजी यस्तो गर्दै हुनुहुन्थ्यो, मैले अघि यही कुरामा हजुरलाई ल्याइरहेको थिएँ। मोदीजीले चाहिँ यस्तो गर्दै रहँदा भगवान् मेरो देशमा यस्तो जेन्जी आन्दोलनहरू नहोस्, शान्ति स्थायित्व 5-5-5। पुटिनजीको नि यही हो, मोदीजीको नि यही हो, ओलीजी म लगायत सबैको चाहना यो 5-5-5 गरेर लङ्गिटिभिटी अफ गभर्मेन्ट एन्ड दिस भिजन। यो भिजनले मैले यस्तो राष्ट्र बनाऊँ कि विश्व मेरो देशमा आउन्। 10 लाख पर्यटक ल्याउन गाह्रो हुन्छ सर यार, यो देशमा 10 लाख पर्यटक, हिमाल छ, पहाड छ, के छैन यो देशमा। ल ठिक छ प्रदीपजी, त्यो कुरा तपाईँले बताउनु भयो। त्यही कुटाइ हजुर यदि बालकोटमा भएको भए र ओली दम्पति माथि भएको भए हुन्थ्यो कि? ल सर म त यहाँनिर देशमा व्यापार गर्थेँ, व्यापार छोडेर देशै छोडिदिएँ मैले। दुईटा शक्तिको लडाइँले कि एउटा 30 अर्बको अर्थतन्त्र भएको कार्यपालिका, एउटा सबैभन्दा सिस्टममा भएको पोलिटिकल पार्टी। टेक्निकल्ली ओलीजीको केही कुरा राम्रो लाग्छ मलाई। जस्तो इक्जाम्पललाई म राम श्याम हरि सीता गीता अथवा होइन कुनै बारी कुनै भन्ने पार्टी लिएर उहाँको पार्टीमा गयो भने त्यो घटक दललाई चाहिँ उहाँले हि इज जस्ट लाइक माई फ्यामिली भनेर स्पेस दिने उहाँको एकदमै राम्रो सिनियर पोलिटिसियन हो। निकटस्थ व्यवहार गर्नु, होइन एकदम निकट व्यवहार गर्नुहुन्छ उहाँले। त्यो लेभल पावर प्र्याक्टिस उहाँले एकदम टेक्निकली हि इज वेल प्लेयर है, टेक्निकल वेल प्लेयर। बट द थिङ इज शक्ति र सत्ता र रक्सी हुन्छ नि सर, शक्ति सत्ता र रक्सी मद
यो अति भयो भने त्यसले ल्याउने विध्वंस नै हो। त्यो कुरा चाहिँ शेरबहादुरजीसँग भएन, शेरबहादुरजीले ल्याउनु भएन, उहाँको महानता हो होइन। यद्यपि करप्सन इज रङ। यदि त्यहाँ भएको भएदेखि स्थिति के हुन्थ्यो, यो भने अर्को ठुलो विद्रोह हुन्थ्यो। त्यो स्थिति के हुन्थ्यो, त्यो स्थितिले बताउँथ्यो। किनभने हामीलाई पात्र र प्रवृत्तिका आदतहरू हामीलाई थाहा छन्, किनभने उनीहरू यस्ता हुन् भनेर मैले चिनाइराख्नु पर्दैन, जनताले राम्रै बुझेको छ को कति पानीमा छ भनेर। म कुरा गर्दै थिएँ मोदीजीको र हाम्रो शेरबहादुरजीको लुम्बिनीमा मोदीजीले जुन भित्रैबाट प्रार्थना गर्नुभएको थियो देव शक्तिसँग है। अस्ति रिसेन्टली उहाँलाई कुनै एउटा होटलमा कुनै एउटा शक्ति केन्द्र जो उहाँहरूबाटै टुक्रेको सन्तान हो होइन, सिद्ध्याउनै खोज्दै थियो होइन। किनभने हाम्रो देशको दरबार हत्याकाण्ड जस्तै यस्ता शक्ति राष्ट्रहरूमा हुनु स्वाभाविक पनि हो होइन। त्यस्तो गर्दा कुनै एउटा डिभाइन पावरले उहाँको थर्ड अलायन्स रसियाको प्रेसिडेन्ट है, उहाँ कस्तो मैले 5-5-5 को कुरा भनेको थिएँ नि। उहाँ पहिला रसियाको पुतिनजी प्रधानमन्त्री हुँदा एक्जिक्युटिभ पावर प्रधानमन्त्रीमा थियो। त्यो टेक्निकली कन्स्टिट्युसनको प्रोभिजन अनुसार नमिल्ने भएपछि एमेन्डमेन्ट भएर चाहिँ उहाँले त्यो पावर एक्सर्साइज चाहिँ राष्ट्रपतिले होइन। र त्यति धेरै सिनियर पोलिटिसियन र त्यति धेरै कुराहरू बुझेको होइन। उहाँहरूको जासुसी संस्था यति शक्तिशाली छ है। त्यो शक्तिले आएर उहाँलाई बचाउनु भयो भनेपछि डिभाइन पावर छ कि। हस् सर, अब धेरै लामो तपाईँसँग त बसेर 2 घन्टा बसेर कुराकानी गर्दा पनि यो नसिद्धिने स्थिति नै आइराखेको थियो। हाम्रो समय निर्धारित समय पनि सकिएको छ। अब निमन्त्रणा स्वीकार गरिदिनु भयो, यहाँसम्म आइदिनु भयो र अलिकति राजनीतिसँग जोडिएको यो समाज, यसको वातावरण र अध्यात्मको कुरा पनि यहाँ ल्याइदिनु भयो। त्यसकारण त्यसका लागि यहाँलाई मेरो व्यक्तिगत र सम्पूर्ण टिमको तर्फबाट धन्यवाद दिन चाहे। हजुर पनि धन्यवाद। देशको जय होस् है। हाम्रो सबैको चाहिँ कामना नै त्यही। हस् त दर्शकवृन्द, फेरि अर्को दिन अर्को व्यक्तिसँग अर्को प्रसङ्गमा जोडिने नै छौँ। त्यतिन्जेल यहाँहरू यो टेलिभिजन HD हेर्दै गर्नुहुनेछ। हस् त, नमस्कार। This program is powered by Let Me In, Korean Aesthetic for your beautiful life. in association with Let Me In, Korean Aesthetic for your beautiful life.